मैले हजुरलाई के क्वेसन सोधेँ भन्दा हाम्रो चाहिँ एज एन सरकारी विद्यार्थी एउटा सरकारी क्याम्पसमा पढ्दै गर्दा हजुरले चाहिँ कस्तो च्यालेन्जेसहरू फेस गर्नुभएको छ एज अ जेन्जी एज अ लेडिज? एभ्रिथिङ इज नाइस, ठिकै छ। धेरै जस्तो कलेजहरूको कम्पेयर गर्दाखेरि नाइस, तर यहाँ मेन प्रब्लम भनेको यहाँ बुकै छैन के, बुकै छैन हाम्रो यहाँ। बुक अब मगाउँदाखेरि पनि अब आज आउँछ भोलि आउँछ, अब छ महिनाको पिरियड टाइम हुन्छ हो कि, अब त्यो बुकहरू आउनको लागि पनि। देन आफ्टर अब 6 महिनाको हुन्छ, त्यसमा पनि 2 महिना 3 महिना त लागिहाल्छ बुकै आउन। अब त्यो कहिले आउँछ नि, हामी कहिले पढ्छौँ, त्यो फर्स्ट टर्मको इक्जाम पनि सकिन आइसकेको हुन्छ, तबसम्म हामीसँग बुकै हुँदैन के। अर्को प्रब्लम भनेपछि अब हाम्रो यस्तो लेक्चर टाइप, अब एज अ बिएलएलबी स्टुडेन्ट अब हाम्रो लेक्चर टाइपको त्यो हुन्छ कि, त्यो पढाइ हुन्छ कि। अब त्यसमा पनि पढाइ ठिकै भयो भने 1 घन्टाको पिरियड हुन्छ है, त्यसमा पनि कहिले टिचरले एकदमै छिटो आइदिनुहुन्छ, कहिले एकदमै ढिलो आइदिनुहुन्छ। अनि त्यसमा पनि कुनै कुनैमा यस्तो बोरिङ हुन्छ नि क्लासहरू। एक्स्ट्रा करिकुलम एक्टिभिटिजहरू पनि केही पनि त्यस्तो हुन्छ नि क्लासहरूमा, त्यस्तो केही पनि भइरहेको छैन कि। पढाइको कस्तो छ? टिचरहरू टाइममा आएर पढाइराख्नु? टिचरहरू टाइममा आएर पढाउनुपर्छ, तर टिचरहरू राम्रो हुनुहुन्छ है। कुनै कुनै सब्जेक्टको टिचर एकदमै क्वालिफाइड, एकदमै राम्रो, तर त्यो सब्जेक्ट अब त्यो 6 दिन नै पढाइ हुने सब्जेक्टलाई पनि 3 दिन राखिदिएको छ। अनि त्यो जुन सब्जेक्टलाई धेरै टाइम चाहिन्छ त्यसलाई थोरै भेटेको छ, अनि जुन चाहिँलाई थोरै टाइम चाहिन्छ त्यसलाई एकदमै धेरै गरेर लेक्चर भएको छ। अनि त्यो एकदमै धेरै फ्रस्ट्रेटिङ भएको छ। अनि अब यो आउँदै गरेको चेन्जेसको लागि अब जुन इलेक्सन हुँदैछ हजुरलाई थाहा नै छ, अब कुन कसमाथि चाहिँ हजुरलाई अलिक बढी भरोसा छ, आशा छ कि उहाँले चाहिँ देश परिवर्तन गर्नु होला, देशमा केही चेन्जेसहरू ल्याउनु होला? अहिले त अब एज अ जेन्जी अब हामी हेरिरहेको छौँ, हामीले हेरिसकेका छौँ। त्यो पुरानो मान्छेहरूलाई, एकदमै एजेड मान्छेहरूलाई दिनुभन्दा राम्रो अब न्यू जेनेरेसनलाई पालो दिएको राम्रो। अब भइसक्यो नि, ल अहिले हामीसँग एकदम ट्राई नै गरेको छैनौँ, एक्सपिरियन्सै गरेको छैनौँ। अब न्यू जेनेरेसनले के गर्न सक्छ भनेर त्यो दिम, के अपर्च्युनिटी त दिम, त्यसपछि त उहाँहरूले देखाउनुहुन्छ, त्यसपछि कम्पेयर गराउन। अनि विदाउट कम्पेयरिङ तिनीहरूलाई चान्सै नदिकन तिनीहरू नराम्रो त भन्न मिल्दैन नि। थ्याङ्क यू सो मच, थ्याङ्क यू।